छैन नि बेतराती भाइ शान्ति बजार के भयो होला भाइ हेर्नुहोस् बेतराती बजार पुरै बेतराती बजार अब केही पनि पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला सुरक्षित रहन ए अब गाडी कति थियो बजार कति हो मान्छे कोही आगे छैन नि अझै आउने खोलो त सोल तपाईँ घर यो त अझै आउने छ खोलो आगे छैन क्या खोलो सुरु नै भएन अझै खोलो आउने बाँकी छ बेतराती बजार पुरै पुरिसकेको छ सबै सुरक्षित रहनु होला त्रिशुलीतिर मैले भिडियो बनाएँ म तपाईँलाई अहिले बनाएर पठाइदिन्छु अब है सब मान्छे अब गएन त्यहाँ कति मान्छे मरिसक्यो होइन अब मऱ्यो होइन त्यो मान्छे अब कहाँ जाने त मान्छेहरू हेर्नु त बजार पुरै अब हामी चाहिँ नि बाँचेमा होइन छैन अब यस्तो स्थिति छ यो बिजोग स्थिति बेतरावती बजार पुरै ध्वस्त सकिसक्यो भैँसे सकियो अहिले भर्खर के अहिले भिडियो बनाइदिनु यति ठुलो बाढी आएछ कि दाइ होइन तपाईँ ठ्याक्कै तपाईँको यो अब घुम्ने आइपुग्नु आयो हामी बेतरावतीबाट भर्खर सुरु भयो क्या पुरा घरै छैन दाइ लगभग तपाईँको 40-50 घरै डुब्यो क्या मान्छे कति मऱ्यो हेर्नुहोस् 100-150 एउटा घर डुबिसकेको छ त्यहाँ चाहिँ कट्यौँ होइन मान्छे कति मरे कति के भयो अब त पत्तै छैन यो अब हामी त कटिहाल्यौँ केही फरक परेन हामी चाँडै भयो बिहान आज अहिले अब म तपाईँलाई अझै भिडियोमा 2टा भिडियो बनाएर अब म बनाउँछु नै हामी त भाग्यले मान्छे हो कि तपाईँहरू त चाँडै आइहाल्नु बाँच्नु भयो यार तपाईँहरू यार हाम्रो गाडी पनि फिर्ता गरिदिएँ मैले तपाईँहरू बाँच्नुभयो बाँच्नुभयो यति बसी होइन कति आके आज चाहिँ गाडी हेर्नु त यो बेतरावती तपाईँको पुलै छैन जम्मै बगाएर माथिसम्म आइसक्यो भने ठुलो आएको कि होइन पुरै नहुनु 200-300 एउटा घर डुबिसक्यो मान्छे कति के हो गाडी कति के हो आजै फेरि गोसाइकुण्ड जाने गाडी यति धेरै आयो डुबिहाल्नु उ त्यो घरै डुबिसक्यो पुलै जम्मै डुब्यो अब होइन खोलो अझै आइपुगेको छैन रे क्या माथिबाट हामीले खोलो त अझै आउँदैछ कि यो त आधी माथि त्यतातिर घरहरू सबै घरहरू लान्छ भाग्नु भ्याउने हो भने अहिले तिनीहरू माथि भाग्दै गर्दा हुन्छ क्या बरु त्यो लाने नै हो क्या ढुक्कै लाने हो है ल हेर्नु त हेर्नुहोस् नि यो चाहिँ तपाईँको छोटो समयमा जान्छ भने ल हेर्नु त अब यता फलाफुपट्टि आइसक्यो कि यताको पनि हो यता पनि मान्छे हटे हुन्छ डाँडाको छेउ होइन यो केही पनि होइन क्या माथि चाइनाको ल्यान्देको यो माथिको चाइनाको भोटेको हजुर ल भाइ यस्तो भएपछि ल स्याप्रो त अनि योभन्दा बढी कम हो अनि लाइट भइहाल्छ नि यसरी ल ढिक के अरे त्यो सोले बेतराती बजार पुरै स्याब्रु बेसी शान्ति बजार सबै ध्वस्त यो त तपाईँको थोरै हो अझै बाँकी छैन नि कति कति यहाँ बेतराती बजार सबै बगाइसक्यो त्यहाँ भाग्नु भने ए भाग्नु भने के बाढी आयो भने कस्तो कुरा नसुन्यो होला त्रिशुलीलाई खबर गरे हुन्छ त्रिशुलीलाई बाढी आयो भने के कस्तो चिसिया कुरा गरेर आने के त्रिशुली सबै भाग्नु भन्नु त्रिशुली बजारै डुब्छ यता यहाँ ठुलो बाढी आयो बेतौती बजार सबै बगाइसक्यो त्रिशुली बगाउनलाई छिटो भने के भाग्नु भने यता माथि उता जानु 6 बजार जानु भाग्नु भने के भने हेलो सुनिसक्यो ए बाढी आइरहेको भने क्या बेतौतीबाट सब बगाइछु भने क्या भाग्नु मात्र भने मैले म यहाँ डाँडाबाट हेरेको कालिस्तान डाँडाबाट हेरिरहेको यहाँ बाढी ठुलो आएर बगाइसक्यो भने त्रिशुली बगाउन लगाइसक्यो क्या भाग्नु भने
उता छोरे भाग्नु भने क्या दाइ। भाग्नु भने हजुर रसुवा त ध्वस्त हो नि दाइ सबै चाइनाबाट आएको खोलाले सबै पुरै बगायो भाग्नु लगभग एउटा ठुलै बजार हो त्यसरी छोपेर खोलामाथिबाट हिँडिरहेछ बजार बजार पुरै बेत्रावती बजार भन्ने छोपेर त्यो खोलामाथि छ पुरै बजार त कहाँ मान्छे कति गयो कति गरे केही थाहा छैन। चाइनाबाट खोलो आयो ठुलो बाढी आएको चाइनापछि भाग्नु के त्यहाँ मलाई हालो नम्बर पैसा भाग्नु के उता छोरे जानपट्टि छोरे औषधिहरू माथि आइसके क्या माथि आइसके सुरक्षित छन् अब त्यो भनिदिनु भागिहाल्नु त्यहाँ भान्जेलाई फोन गर्नु छिटो ए बुवा अब हामी के गर्ने भान्जेलाई फोन गर्नु छिटो भाग्नु भने हेत तेरिका ओ नाटक दिदी मैले नाटक गरेको होइन न बगाउ छिटो भाग हजुर हजुर ओइ छिटो भाग सबै लगिसक्यो आमा रसुवा त जस्तै बनायो नि बेद्रावतीदेखि लिएर टिमुरेसम्म सबै घरहरू च्याब्रुको सबै घरहरू गयो च्याब्रु बेसी बजार गयो सबै गयो हामी बेला आएको बाटो होइन साँच्ची नै हो भने कस्तो हजुर आइसक्यो बगार भाग सबै गयो केही बाँकी छैन बेत्रावती बजार माथि खोलो हिँडिरहेको छ हेर्नु त त्यो बजार हो बजार माथि खोलो छ हो बजार माथि खोलो मैले यो ठ्याक्कै लाइनमा देखिएको बजार हो बजार छोपेर खोलो हिँडिरहेछ बाबा आइसक्यो भने मेरो विश्वास गर्ने नगर्ने भने विश्वास गर्ने नगर्ने रसुवा त ध्वस्तै भयो ध्वस्त भइसक्यो बेत्रावती केही छैन अब विश्वास गरेन गरौँ भाग्नु भने के भाग्नु अरूलाई भनेर भागिहाल्नु छिटो हस् हस् के रह्यो त्यसलाई हेर्नु त बेत्रावती केही रहेन अब केही अहिले आएको बजार हामी हजुर आफू आइसक्यो भने यहाँ लम्बे पोहोर आइसक्यो उहाँ त्यो माथिको 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 उहाँ त्यो मेरो हात खुट्टा कानिरहेको छ दिदी एकछिनमा के गर्न सकिरहेको छैन त्यता भाइले हजुर। घरतिर आयो भगाइदिन्छ दिदी आयो लौना आयो भने आयो हेलो हेलो आइसक्यो भाग्नु न पहिला हुनु भाग्नु मैले भने मान्नु न हे को अहिलेसम्म नसुने के भाग्नु भन्नु न यार उहाँ बेत्रा त्रिशुली बजार सब छोपिसक्यो के फुटेको यो ड्याम चाइनाको बाढी चाइनाबाट माथिबाट हिजो पानी ठुलो पर्यो हामी त्यही कुरा गर्दैछौँ त भर्खर रातभरि पानी हिजो चौकी सौकी त्यो अहिले सबै गयो सबै घर तपाईँहरू आयो आ बजार चौकी सौकी सबै घर केही पनि छैन नि यही हो नि चौकी के थाहा भन्दा होला झन् आएछ भने के ठुलो बजारै पुरिसक्यो त त्यो हामी बेत्रावती अघि आएको देखेको केही पनि केही पनि छैन केही पनि छैन छैन आइसक्यो भने हजुर तपाईँको चेक पोस्टहरू त सबै अनि गयो। अघि पुलिसले त्यत्रो बेरसम्म किन नरोकेको त यति भयो है अब गाडी कति आएको थियो आज गोसाइकुण्ड जाने गाडी कति आएको सबै गयो हेर्नु त झन् बढी भइरहेछ खोलो त अहिले। बढेर आएको छ अनि त्यत्रो माथि सबै गयो नि पारीको वारिस दुइटै पेट्रोल पम्प गयो 5 मिनट चाँडो गएको भयो नि हामी त जानेर छौँ 5 मिनट ढिलो भएको थियो तपाईँहरू चार्जमा कुर्नु भएको थियो रोकिनु भएको थियो होइन हामी त सामान बेच्दै आएको माथि बेचेर चाहिँ बिहानै उठेर हिँड्ने भनेको थियो। तुप्चे नै गयो नि तुप्चे सकियो नि तुप्चे बजार तुप्चे सकियो आउँ त्यो होइन कत्रो छ त हेर्नु त पल्लो भित्तो हान्दै त्यस्तो यिनीहरूको दिन यतिर छ हामी पनि नगएको यो हामी सबै रोकेर तिनीहरूले भन्दै थिए गाडीमा सबै गयो भाइ तपाईँको अफिस भने कता हो अघि तपाईँले भन्नुभयो कसले भन्ने हो मैले होइन केही छैन यार कस्तो त्यत्रो उता फोन भयो मान्छे पत्याउँदैन निस्किँदैन अहिले जान्छ रसुवामा ठुलो विपद आइपरेको छ रसुवा आधी रसुवा चाहिँ पुरै डुबानमा परेको छ अहिले बेत्रावतीदेखि शान्ति बजार हुँदै च्याप्रु बेसी एन्सरबाट फोन लाग्दैन यार कस्तो टिमुरे सबै डुबानमा छ सबै घरहरू डुबेको छ
जिजू हामी के गर्ने त्यो भाइ फोन गर्दैछ एकछिन हामी यहाँको बाटो बेत्रावती बजार हो त्यो देखिएको। बेत्रावती बजारको घरहरू सबै डुबाएर खोलो पुरै घरमाथिबाट छ। पारी तुप्चे हेर्नुहोस्, नुवाकोटको तुप्चे पनि पुरै डुबिसकेको छ। हेलो हेलो को बोल्नुभयो? ए यहाँ बाढी आएर ठुलो बाढी आइरह भान्जा भागै बाढी आइरह। नुवाकोट त्रिशुली बजार पनि सब बगाइसक्यो, बजार त्रिशुली बजार बगाइसक्यो, भाग खाँदै बनायो त कति हो कति यो साथले सुनै छैन यार। यसले त कहाँसम्म भ्याउँछ भन्ने यो त संसारै कति यो त तपाईँ त्रिशुली हुँदै धादिङ हुँदै मुङ्लिङ सबै गयो त सबै लाग्यो दाङघाटसम्म पुग्छ सबै। होइन त्रिशुली सबै अब त गइहाल्यो नि हेर्नु त। मैले मेरो बाबुलाई सँगै हेरेर कति मान्छे पऱ्यो होला आज चाहिँ फेरि यस्तो गाडी आयो गोसाइकुण्ड जानलाई। होइन त्यो माइक्रो स्टेसन अघि हेर्नु गोसाइकुण्ड जाने गाडी आज फेरि लाइन छ कि। साइड गरेर हिँडेको थिएँ मैले अघि त्यहाँ सोचिरहेको थिएँ गाडी देखेँ कि आउँदाखेरि भगवान् हाम्रो शुभ होस् भनेको थिएँ। गाडीहरू बगाएर ल्याएको गाडी होला। त्यो त बगाएर ल्याएको गाडी हो तिमुरेबाट। भन्सारको गाडीहरू त सबै बगाएर ल्याएको। अनि मासतिर सबै आयो होला नि त त्यो यही नुवाकोटको बिचल्ली भइसक्यो। सुमनहरू फोनै उठाउँदैन। कहाँ पुग्यो होला भन्नु आउनु भन्नु त्यो बाटो जम्मै बगाउँछ क्या, त्यो बाटो जम्मै बगाउँछ क्या। होइन आउने बाटो त यताबाट यता लाग्दा बिद्युतबाट सबै बगाउँछ जम्मै। भागा छोरीपट्टि भागा ठुलो आइरह बाढी आइरह भाग आगे हुन्छ उतै फर्काउ भन फर्काउ भन सबैलाई भन्नु भन। अब नेटवर्क गइसक्यो कि सबै नेटवर्कहरू गइसक्यो, फोन लाग्दैन। भएन हामीलाई हामी चाहिँ भएन हामीले एमडिसी फोन लगाइरहेको छैन। अस्ति होइन भने भर्खरैको जम्मै बगायो। खै त भाइ सरकारले मान्छेको मेडिकलको सबैलाई थाहा भइसक्यो नि त घरमा छतिर मान्छे हेलिकप्टर ल्याएर उद्धार गर्नु पर्दैन भने यहाँ त मान्छे जम्मै मरिसक्यो। मान्छेहरू त त्यो घरको छतिर त एक दुईजना मान्छे बाँकी छैन अझै पनि। हेर्नु त मान्छे लगेको खोलाले, हेर्नु त यताको मान्छेहरू लगेको हेर्नु त। हजारौँ गयो नि मान्छे।